वेलकम ब्याक टु माई च्यानल लाइफ इज ब्युटिफुल नेपाली मम। अहिले घरि चाहिँ हामी चाहिँ फ्यामिली होइन लाटागुडी रेसोर्टमा हामीले बुकिङ गरिरहेको छौँ। त्यहाँनिर चाहिँ हामी फ्यामिली सबै परिवार जाँदैछौँ। अहिले घरि चाहिँ हामीले बाटोमा रोकेर अहिले घरि चाहिँ हामीले बिहानको ब्रेकफास्ट चाहिँ नगरी आएको थियौँ, छिट्टै नै हिँडेको थियौँ। यसै कारणले गर्दाखेरि चाहिँ यहाँ याङ्की बहिनीको दोकानमा चाहिँ हामीले बिहानको ब्रेकफास्ट लिइसक्यो। अनि यहाँ बाबा दादाहरूले भाइहरूले चाहिँ लिनुहुँदैछ। हामीले चाहिँ दुईवटा गाडी लगेर चाहिँ हामी अहिले घरि जाँदैछौँ लाटागुडी। यहाँ हाम्रो बहिनीले चाहिँ बिहानको ब्रेकफास्ट बनाइदिनु हुँदैछ। यहाँनिर बाबा बाई जोय खाइसक्यो। हामीहरू चाहिँ अब नानीहरूसँग हिँड्दा चाहिँ यस्तो हुन्छ अवस्था है। नानीहरूलाई अब पेट पूजा पाठै गरेर हिँड्नु पर्यो, बाटोमा भोकसोक लाग्छ है। यतापट्टि चाहिँ यतापट्टि चाहिँ खैन खाना लिनुहुँदैछ उहाँहरूले चाहिँ बिहानको ब्रेकफास्ट। नाना चाहिँ मिकेश मामा र भान्जी। बहिनीहरू चाहिँ गाडीमा चढिसक्यो। नानी र यता बाबा गाडीमा चढेको। अहिले घरि चाहिँ हामीले मङ्पू बजार क्रस गरेर अलिक तलनिर बसिरहेको छौँ। गाडीलाई पनि हल्का रेस्ट दिइरहेको छौँ। साथै हामी पनि यहाँनिर गाडीमै बसिरहेको छौँ। हामी त रेस्टमै छौँ। बिचरा भास्कर दाजु चाहिँ गाडी ड्राइभ गरेर हत्तु भइसक्यो है। अन्त अब त्यस्तै हो, तपाईँहरूलाई देखाउने छु हामी जाँदैछौँ के कस्तो हुन्छ तपाईँलाई देखाउने छु। मेरो चाहिँ हल्का घाँटी दुखिरहेको छ, किनकि यस्तै हुन्छ मेरो कता कता जाने बेलामा कि घाँटी दुखिरहेको हुन्छ कि ज्वरो आइरहेको हुन्छ। हल्का ज्वरो आएको जस्तो पनि भइरहेको छ, तर अब त्यस्तो साह्रो पार्दैन होला भन्ने नै लागिरहेको छ। तर अब हामीले अब क्यान्सलहरू गर्नु पनि मिलेन, त्यो कारणले गर्दाखेरि चाहिँ जाँदैछौँ। हेर्नुहोस् होला यहाँनिर चाहिँ नक्कली मेरो छोरी, यहाँनिर चाहिँ हाम्रो नक्कली आमा रिल्स बनाउनु हुँदैछ। छोरी कता जानु भएको? स्विमिङ पुल जानु भएको अरे हो। यहाँ मेरो छोरी चाहिँ बाउचैको चस्मा लगाएर ठुलै ट्रेन जाने। सिक्किमको मेन रोड हो। सेलरोटी बिजनेस ल तपाईँलाई अब के देखाउँछु। यहाँनिर चाहिँ सेलरोटी ब्रिज, यहाँनिर चाहिँ आउने अब इच्छा थियो भनौँ न। हामीले चाहिँ जाँदै गर्दाखेरि चाहिँ यो बाटो हुनु चाहिँ अर्को बाटो भएर गएको। अन्त एकैछिन आएको बेलामा एकछिन सेलरोटी ब्रिज पनि हामी चाहिँ हेरेर जाउँ भनेर चाहिँ हामी यहाँ आएको छौँ। कस्तो दामी रहेछ हेर्नुहोस् ल। यहाँ तल पनि देखाउने छु मैले चाहिँ यहाँ माथिबाटै देखाएको गाडीबाट झर्नु बित्तिकै। इधर मेरी प्यारी बेहेनासित सेलरोटी रोडमा चाहिँ हामीले मजा लिँदैछौँ। तर अलिक माथि गयो भने चाहिँ मजाको भ्यू देख्दो रहेछ कि हामी चाहिँ आधी बाटोसम्म माथि चाहिँ जानु दिँदैन अरे। त्यही कारणले गर्दा यहीँनिर तिर्खा लागेर यहाँले पानी खाँदैछ नि। यहाँ चाहिँ तेजु बेटा मेरो छोरा, ए फुपा र तेजु बेटा गरमले। ए यहाँनिर चाहिँ हामी सबैजना अहिले घरि रोकिरहेको छौँ। ठुलो मम्मी म्याडीलाई चाहिँ तिर्खा लाग्यो। हामी चाहिँ जाँदै गर्दाखेरि चाहिँ यहाँनिर क्यान्टिनमा पनि निस्केर एक दुईवटा सामान लगेर जाउँ भनेर चाहिँ है। गर्मी चाहिँ यस्तो डरलाग्दो भयो। अहिले घरि चाहिँ नरिवल पानी खाँदै गरेको अवस्था। खै स्ट्र पनि के भयो एकदम मिठो मिठो है। खै भाइको नरिवल पनि मेडुरीको त आम्बो मान्छे भन्दा ठुलो न। Now our destination is about to reach. Stay tuned guys. Finally हाम्रो डेस्टिनेसन आइपुगेको अवस्था। वाउ कस्तो दामी रहेछ हौ। यहाँनिर चाहिँ हेलो पापा। ए यहाँनिर बहिनी नानी
हामी चाहिँ आइपुग्यौँ गर्मीले चाहिँ यस्तो डरलाग्दो भयो कि यस्तो दामी जग्गा है वाउ अनि आजको चाहिँ यो रुम चाहिँ हामीले बुकिङ गरेको छौँ हाम्रो चाहिँ जम्मा 4टा रुमहरू बुकिङ गरेको छौँ यो वालामा चाहिँ हामी बस्ने हेर्नुहोस् होला खै शान्ति भयो बाहिर त यस्तो डरलाग्दो गर्मी छ कि भित्रनिर जाँदा त शान्ति न शान्ति भयो ए भित्र आइपुग्दाको अवस्था गरमले चाहिँ यस्तो डरलाग्दो हालत पतला बनाइदिएको छ अहिले भर्खर चाहिँ यो अब गर्मीमा यो जुस खाने यस्तो डरलाग्दो शीतल भयो कि नानीहरूलाई लिएर आउनु चाहिँ एकदम ताल पर्ने रहेछ मेरो नानीले चाहिँ आउनु बित्तिकैदेखिको इन्जोय गर्दैछ खै कतापट्टि हो मजा आएछ उसलाई कुन चाहिँ खेल्छ लु लु खेला खेला त्यो पनि खेला लु कुन चाहिँ यो यता 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 ए एलिफेन्टमा चढ न लु चढ त लु 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 कता गएको त्यो त हर्स पो त बेबी यहीँनिर बसौँ हामी ल कता जान्छौ अरे यता हेर न मेरो छोरी चाहिँ स्विमिङ गर्छ अरे हिँड जिन्दगीको भागदौडको जिन्दगीमा यसो रिल्याक्स पनि त चाहियो भनेर चाहिँ हामी फ्यामिली सबैजना आएको छौँ बट वी रियली मिस दादा एन्ड भाउजू यहाँ हाम्रो ज्वाइँ हुनुहुन्छ ज्वाइँ चाहिँ के रहेछ अरे तर्स्यो हाम्रो ज्वाइँ तर्स्यो तर दामी चाहिँ दामी आयो बोजू नाति भोक लाग्यो है बोजू नाति खै त हेर्नुहोस् त हाम्रो बेटा तिजु हेलो स्विमिङ अहिले गर्नुपर्छ ल छोरी हामी चाहिँ स्विमिङ अबे यहाँनिर चाहिँ मिकेश मामा र म्याडलिन भान्जी इन्जोय गर्दैछ स्विमिङ पुलमा लु हिँड न स्विमिङ गर न मिकेश मामा पक्रै भान्जी मजाले छोड्न एकछिन भिडियो गर्दैछु अहिले घरि चाहिँ सबैजनाले लन्च गर्दै गरेको अवस्था मैले मेरो खाना हालिरहेको छु सबैजनाले हेर्छ अहिले घरि हामी सबैजनाले खाना खाँदैछु लन्च गर्दैछु भित्रभित्र पनि दिनु कि आऊ छिटो उसलाई चाहिँ अर्को चप्पल चेन्ज गरिदिनुको लागि रुममा आएको स्विमिङ गरेर आएर त घाँटी त प्रभु लु आऊ छोरी चप्पल चेन्ज गर्नु रात्रिको नजारा चाहिँ यस्तो छ नि यहाँको के भनेको छोरी त्यो राति त नखेला भोलि खेला नि ल उठेर नो बेबी नो भोलि यहाँनिर सबैजना बसेर
रिल्याक्स गर्दैछन्। अब राति त नगर न त्यस्तो फेरि पुरा खेल भोलि बिहान उठ्नु बित्तिकैदेखिको खालि झुला मात्रै थियो हो दिदी खै दुईजना लड्छ 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 यता हेर लु भिडियो हुँदैछ ल छानुहरूले चाहिँ खाना खाँदैछ हेर अम्मै हेर न दिदीले खाना खाँदैछ ल हेर नाइटको भ्यू गुड मर्निङ सबैजनालाई मेरो छोरा चाहिँ बिहानै उठ्नु बित्तिकै उसलाई फेरि झुला पो जानु मन पर्यो अरे हो गुड मर्निङ छोरी यता हेरेर गुड मर्निङ भनिदिनुहोस् न हेलो गाइज गुड मर्निङ ओ मर्निङको भ्यू चाहिँ यस्तो छ लु जाऊ झुला झुला खेल्नु जान्छ अरे हो बिहान उठ्नु बित्तिकै हामी चाहिँ भर्खर उठेर बिहानीको नजारा चाहिँ यस्तो छ मेरो नानी चाहिँ के भएको होला बिहानै उठ्नु बित्तिकै यहाँनिर पुगिगएछ हेर्नुहोस् ल तपाईँलाई म के देखाउँछु भन्दाखेरि बाँदर फेरि बिहान चाहिँ कति धेरै आउँदो रहेछ नि त यहाँनिर बाँदरको रक्तै हुँदो रहेछ मी नानी बिहानै चिसोमा के भएको तिमी पानी छैन र पनि त चिसो हुन्छ नि त किराले खायो भने म त जान्दिनँ किराले खायो भने त जान्दिनँ है लु आउ न छिटो के मजाले चराहरू कराएको होइन होइन घाममा सुकाएको ड्राई ल्याएको थिइनँ कपाल ए ल ओपन द डोर नानी कामहरू चाहिँ यस्तो हुन्छ लु दादाले पनि गरेछ लु बेड जाऊ सानो बस न सबैजना अहिले घरि चाहिँ ब्रेकफास्टको लागि चाहिँ यहाँ तल आइरहेको छु अनि भाइ पनि आइपुग्यो भाइ ठिकै हुनुहुन्छ ब्रेड पनि दिनु अब हामी चाहिँ रुमबाट निस्किन आँटेको हो अन्त अब हामी निस्केर चाहिँ उता गाजलडोबाहरू जग्गामा चाहिँ हामी घुम्दै जाने तपाईँहरूले हेर्दै जानुहोस् होला अहिले घरि चाहिँ हामी यहाँनिर गाजलडोबामा पनि सिधै निस्केर जानु भनेर चाहिँ यहाँनिर हामी गाडी पार्क गरिरहेको छौँ अब चाहिँ जाने गाजलडोबा अहिले घरि चाहिँ हामी गाजलडोबा आएको छौँ यहाँनिरको नजारा हेर्नु सक्नुहुन्छ अनि मरे म त यहाँको नजारा चिसो हुनुपर्छ यहाँनिर चाहिँ हुँदैछ कुन चाहिँ खाने वाला झिङ्गेको माछा
बहिनीहरू चाहिँ अर्को गाडीमा छ यहाँनिर बहिनीहरू छ ज्वाइँ ल तिमी न तिमीहरू आउँदैछौँ ल बाई बाई अहिले घरि चाहिँ हामी घर फर्केको है लाटागुडी त्यहाँनिर रेसर्टबाट अनि चाहिँ सिधै हामी गाजलडोबा पनि भएर चाहिँ आएको त्यहाँनिर चाहिँ हामी एक्साइटेड थियौँ होइन बोटिङ गर्ने भनेर तर बोटिङ चाहिँ गर्नु चाहिँ हामीले गरिनौँ किनभने घाम डरलाग्दो लागिरहेको थियो नि त हो अन्त त्यो भएर चाहिँ गरिनौँ अन्त अहिले चाहिँ हामी घर फर्किँदैछौँ सायद यो भिडियो भ्लग पनि नै अन्त हुन्छ होला हाम्रो लाटागुडीको उयसहरू है भ्लग तपाईँहरूले हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद चढाउँदछु स्टे ट्युन बाई बाई